नमस्कार साथी हो। म गिलबु शेर्पा। अब यो सङ्गठन समितिको संयोजक सबैले चिन्ने हुनुहुन्छ होला। अब साथीहरूलाई लगभग आजको वार्ता के भयो भन्ने उत्सुकता पनि भएको र हाम्रो पनि प्रतीक्षाको गरी यही नै भएको र म एउटा संयोजकको रूपमा भएकोले हाम्रो अफिसियल कुरा के हो भनेर के भयो कसो भयो भन्ने कुरा जानकारी गराउनलाई मैले भिडियो बनाएको छु। अब सर्वप्रथम त हामी किन्जाबाट आएदेखि यहाँदेखि लगभग निरन्तर छलफलमै बस्यौँ, निरन्तर प्रक्रियामै बस्यौँ। त्यो सबै लगभग साथीहरूलाई विविधै होला अथवा नभए पनि योबाट जानकारी गराउन चाहेँ। हामी यतिकै बसेका छैनौँ र साथीहरू कतिपय साथीले हामी काठमाडौँ गयो, पुलिसबाट लुक्यो अथवा काठमाडौँ गएर बस्यो भनेर हो त्यो अलिकति असान्दर्भिक जस्तो लाग्यो मलाई। अनि केही साथीहरूबाट सुन्यो अनि त्यसले मलाई खासै दुःख मन लागेको छैन। तपाईँहरूले त्यो कसरी बुझ्नुभयो होइन? हो, साथीहरूले अब चौकीमा बस्नुभन्दा हामी बाहिर बस्दा केही ताता खानु पायो, केही साथीहरू फ्यामिलीसँग बस्नु पायो, त्यो अलग कुरा हो। त्यसको मतलब हामी यहाँ त्यतिकै बसेर वार्ताको तयारी नै नगरी बसेको छैनौँ। हाम्रो टिम र म निरन्तर प्रयासमै छौँ र यसो भन्दै गर्दाखेरि हाम्रो चौकीमा पढ्नुभएको साथीहरू र त्यहाँ स्थानीय रूपमा रहेको साथीहरू पुलिसको दबदबा, पुलिसको प्रेसरबाट दैनिक रूपमा एउटा त्रासको रूपमा बस्नुपर्ने, पुलिस चौकीमा भएको साथीहरूलाई त्यहाँ अब के सुविधा पाएन ती कुराहरू छन् होइन। तीको अब अहिले नै मूल्याङ्कन गर्न हामी सक्दैनौँ र यति हुँदा पनि साथीहरू स्ट्रङ भएर बस्दिनु भएकोमा चाहिँ म धेरै खुसी लागेको छ है। अब यस भिडियोको सर्वप्रथम सुरुमै म के भन्न चाहेँ भने अब साथीहरू समाए अब त्यसमा अब दुःख मन छ, तर त्यति गर्दा पनि अब त्यसको विरुद्धमा तत्कालै हामी त्यस्तो एग्रेसिभ होला चाहिँ कार्यक्रम केही नगरौँ भनेर म अनुरोध गर्न चाहेँ। हामी अहिले वार्तामै छौँ, त्यसले वार्ताको माहौल पनि बिगार्छ र यसको मतलब हाम्रो साथीहरू समाउने समय रहोस् भन्ने होइन। त्यसको लागि हामी निरन्तर कोसिसमा छौँ। यो हाम्रो एउटा धारणा भयो होइन, हाम्रो भनाइ भयो। यसमा तपाईँले मना गरिदिनु होला र अब मेन मुद्दातिर लागौँ है। मुद्दातिर हामी के भयो कसो गरौँ भन्ने भनाइ। सर्वप्रथम त हामी निरन्तर लागिरहेकै छौँ। हिजो पनि लगभग दिनभरि नै यो विद्युत विकास बोर्ड भन्ने हुँदछ त्यहाँ बोल्यौँ। त्यहाँ अब यो हाइड्रो पावरले लिखित रूपमा दिएको वैधानिक कागजपत्रहरू के रहेछन् भनेर खोज नीतिमै लाग्यौँ। त्यसको प्रक्रिया चाहिँ हामीले अस्ति 12 गते मिटिङ भनेको थियो नि, त्यही दिन मिटिङ क्यान्सल भएपछि त्यही दिनै निवेदन दिएर राखेका थियौँ र त्यो निवेदनको सुनाइ चाहिँ हिजो भएको लागि दिनभरि त्यहाँ बस्यौँ। त्यहाँबाट केही महत्त्वपूर्ण डाटा नि पाएँ है। र अब ठ्याक्कै अब वार्ताकै कुरा जाउँ। वार्ता